देख्न सक्नुहुन्छ हामीले चाहिँ भर्खरै तले मन्दिरमा चाहिँ यहाँको भिडियोहरू खिचेर अनि हेरेर अनि फेरि हामी चाहिँ 55 झ्याले मन्दिरतिर चाहिँ जाँदैछौँ होइन। हजुरहरूले देख्न सक्नुहुन्छ चाहिँ एकदमै क्राउडहरू छ अनि यहाँ चाहिँ पसिनाहरू पनि राखेको छ होइन। पसिना हजुरहरूले खाने होला नेपालको प्रोडक्ट है। एकदमै रमाइलो भइरहेको छ होइन। अब देख्न सक्नुहुन्छ हजुरहरूले यसमा चाहिँ सजाउने सामग्रीहरू निकै नै राखिएको छ भने नेवारी खाजा चाहिँ एकदमै पपुलर छ यहाँको अब हामी चाहिँ 55 झ्याले मन्दिरतिर चाहिँ जाँदैछौँ। तपाईँले त्यहाँ पनि देख्न सक्नुहुन्छ होइन। अब यहाँको भ्युजहरू चाहिँ त्यो छ होइन। है पछाडि मेरो पछाडि हजुरहरूले देखिराख्नु भएको होला। फेरि म हजुरलाई ब्याक क्यामेराबाट पनि देखाउनु कोसिस गर्छु होइन। त्यही छ हजुरहरूले देख्न सक्नुहुन्छ हजुरहरूले। हामी चाहिँ अब 55 झ्याले मन्दिरतिर चाहिँ आएको छौँ भने यो हाम्रो चैत्यतिर लिएर चाहिँ माथि चढेर पनि हेर्नुपर्ने छ होइन। हजुरहरूलाई देखाउँछौँ माथि चढेर पनि हजुरहरूले हेर्नु होला है त। आज चाहिँ न्यु इयर भएकोले होइन धेरैजनाहरू चाहिँ आउनु भएको छ घुम्नको लागि मनोरञ्जनको लागि। अब है त हजुरहरूले मेरो पछाडिको दृश्यहरू देखिसक्नु भएको होला एकदमै तल। देख्न सक्नुहुन्छ हजुरहरूले यहाँको चाहिँ एकदमै यहाँ चाहिँ हाम्रो पुरानो होइन सिंहको मूर्तिहरू पनि छ हजुरहरूले देख्न सक्नुहुन्छ। यतातिर चाहिँ हाम्रो पछाडि चाहिँ 55 झ्याले मन्दिर छ। उहाँले चाहिँ बनाएको एउटा हाम्रो एकदम प्राचीन यो के नै मूर्तिहरू छ हजुरहरूले देख्न सक्नुहुन्छ हजुरहरूले चाहिँ हाम्रो यो ढुङ्गाले बनेको चाहिँ मूर्तिहरू छ एकदम प्राचीन मूर्तिहरू मल्लकालीन मूर्तिहरू चाहिँ छ होइन। देख्न सक्नुहुन्छ हजुरहरूले हाम्रो चाहिँ यहाँ धेरै नै मान्छेहरू हुनुहुन्छ। अब भिडियोमा हजुरहरूले चाहिँ हेर्दै गर्नु होला। अब मलाई धेरै गफ गर्न नि आउँदैन त्यो भएर चाहिँ हजुरहरूले हेरेर चाहिँ राम्रो मान्छेहरू पनि आउनु भएको छ धेरैजना एकदम सुन्दर हुनुहुन्छ सबैजना। हामी चाहिँ हेरेर आयौँ एकदमै ठुलो घन्टी पनि देख्न सक्नुहुन्छ एकदमै ठुलो घन्टीहरू राखिएको छ देख्नु भएन। हेर्न सक्नुहुन्छ पोज दिएर बस्नु भएको छ भने यता पोजमा खिच्न पनि लाउनु भएको छ। यसरी नै छौँ हामी चाहिँ यो राष्ट्रिय कला
सङ्ग्रहालय पनि छ यहाँभित्र होइन। अनि हामी चाहिँ यता हुँदै अब चाहिँ हामी यो दरबार स्क्वायरको 55 झ्याली मन्दिर पनि 55 झ्याली दरबार पनि चाहिँ घुमिसकेर चाहिँ अब सिद्ध पोखरी हुँदै चाहिँ हामी सल्लाहगाडी हुँदै फेरि पुनः चाहिँ घरतिर फर्किन्छौँ, काठमाडौँ फर्किन्छौँ हामी। सक्नुहुन्छ नेवारी ड्रेस लगाएर बसिरहेको छ भने मन्दिरहरू छ। अब एक्लै भएँ बोल्नको लागि अब अलिकति अड नै भइरहेको छ, किनकि सुरुको अवस्था छ नि त, ब्लगिङ गरिरहेका कारण छैन। अब जे होस् हजुरलाई चाहिँ मैले नयाँ वर्षमा होइन घुमेको हाम्रो यो ठाउँहरू चाहिँ भक्तपुर ठाउँहरू चाहिँ मैले हजुरहरूलाई देखाइदिने कोसिस गर्दैछु। हजुरहरूले हेरेर मनोरञ्जन लिनु होला। अनि के कस्तो भिडियोमा के कस्तो भयो हजुरहरूले चाहिँ त्यसको प्रतिक्रिया पनि दिन सक्नुहुन्छ कमेन्टमा गएर। अब हामी चाहिँ दरबार स्क्वायरबाट चाहिँ बाहिरिसकेको छौँ होइन। यो गेट चाहिँ हाम्रो दरबार स्क्वायर गेट हो। यहाँबाट निस्किँदै फेरि सिद्ध पोखरतिर जान्छौँ हुन्छ, ठिक छ। हामी अब हात त एकदमै गलिराखेको हुन्छ कि मेरो होइन, किनकि फर्स्ट टाइम छ नि त, त्यो भएर फेरि हाम्रो चाहिँ अब यहाँबाट फर्किसके पछाडि उहाँ हामी बस्ने ठाउँमा मनोमेजीमा पनि चाहिँ फेरि अर्को जात्राको अन्तिम दिनमा चाहिँ त्यहाँ पनि कन्सर्ट छ। अनि फेरि नेवारी ब्यान्डहरू हुनुहुन्छ, उहाँहरूलाई पनि माया गरिदिनुपर्छ, हेरिदिनुपर्छ। मैले अघिल्लो वर्ष पनि एक्लै बसेर हेरेको थिएँ भने अहिले चाहिँ अरू साथीहरू पनि हुनुहुन्छ, सँगै जाने भन्नुभएको छ। त्यो भएर चाहिँ गएर चाहिँ हेरिदिनु पर्ने हुन्छ होइन। अब अन्त यो फर्स्टचोटि आफ्नो लाभलाई भेटिसकेको छु होइन। एकदमै क्राउडहरू छ, हजुरहरूले देख्न सक्नुहुन्छ हजुरहरूले। दिदी जुझ्नु आउँछ अन्त है जुझ्नु आउँदैन। कति हो लास्टको? 60 रुपियाँ दुईवटा दिनु। आऊ भित्र बसेरै खाने देख्न सक्नुहुन्छ होइन। देख्न सक्नुहुन्छ गाइज, हामी चाहिँ भर्खरै जुजो उठाएर पनि निस्किसक्यौँ भने अहिले चाहिँ बेलुकाको टाइममा भर्खर हल्का घाम लागे जस्तो चाहिँ भएको छ। किनभने थोरै पानी परेकोले दिन चाहिँ अलिकति नर्मल जस्तै थियो। अहिले चाहिँ घामको किरण पनि आइसकेको छ हामीसँगै। यो चाहिँ हाम्रो सिद्ध पोखरी जाँदै गर्दाखेरिको हाम्रो यो क्यान्सर हस्पिटलको बिचमा रहेको पोखरी छ होइन। अब यसमा पनि एकदमै रमाइलो हुन्छ, हजुरहरू आएर चाहिँ घुम्न सक्नुहुन्छ हजुरहरूले। अनि धेरैजना मान्छेहरू हुनुहुन्छ, धेरै नै क्राउडहरू भइराखेको छ। हामी चाहिँ यहाँबाट अब फेरि सिद्ध पोखरीतिर गएर चाहिँ अब त्यहाँबाट सल्लाहगाडी हुँदै फेरि घर फर्किनुपर्छ। हाम्रो चाहिँ अब लास्ट छ, किनभने अब उता पनि कन्सर्ट भइरहेछ अनि एकछिन कन्सर्टमा बस्नु पऱ्यो आजको दिन। अनि के गर्ने अब भिडभाडको टाइम छ नि त, सबै भन्नुभयो ओके। अनि यस्तो नर्मल फिल भइरहेको छ नि त। बाटो यस्तो रहेछ ल पर्छ। दिनु भएन नि होइन। अब फेरि लफडा हुन्छ नि त बाटोमा, सबै फेरि नर्मल हुँदैन होइन, त्यस्तो गर्ने टाइपको हुन्छ। अनि फेरि त्यो भएर नि देख्न सक्नुहुन्छ
हामी चाहिँ अब भक्तपुरको धेरै एरिया चाहिँ हामीले घुमिसकेको छौँ होइन, भिडियोमा हजुरहरूले देख्न सक्नुहुन्छ। देख्न सक्छौँ होइन। अब हामी चाहिँ शुद्ध पोखरीतिर जाँदैछौँ भने तिर फोटो खिच्ने मान्छेहरूको पनि एकदमै देख्न सक्छौँ। त्यो छ त्यहाँको दृश्य चाहिँ होइन। सबैजनाहरू आफ्नो काममा रमिराख्नु भएको छ। अन्त अब हामी चाहिँ यहाँबाट भित्र छिर्दैछौँ होइन, शुद्ध पोखरी कपु पोखरी शुद्ध पोखरी देख्न सक्छौँ। अनि मेरो पछाडि चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ होइन। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ माछाहरू पनि चाएर हालिदिनु भएको छ यहाँ आउने मान्छेहरूले। अनि माछाहरू पनि एकदमै धेरै देख्न सक्नुहुन्छ। रङ्गी बिरङ्गी माछाहरू छन् यहाँ चाहिँ सक्नुहुन्छ हजुरहरूले। यहाँ चाहिँ नानी बाबुहरू चाहिँ चारा हालेर खेलिराख्नु भएको छ, माछाहरूसँग रमाइराख्नु भएको छ भने उता फेरि ढुङ्गा पनि मनोरञ्जन दिइराख्नु भएको छ। अब ढुङ्गाको प्राइस चाहिँ कति छ, लगभग 100-150 रुपियाँ। हजुरहरूले देख्न सक्नुहुन्छ। अब यहाँ अर्को ढुङ्गा रेडी हुँदैछ। देख्न सक्नुहुन्छ यो चाहिँ आफैले चलाउने प्याडल राखेर चाहिँ चलाउने ढुङ्गा हो। त्यता देख्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ हजुरहरूले। नानी बाबुहरूले चाहिँ ढुङ्गा खेलिराख्नु भएको छ भने उता माछालाई चारो राख्दै सानो नानी बाबुहरू चाहिँ रमाइराख्नु भएको छ। नयाँ वर्षको दिन एकदमै धेरैजना चाहिँ यहाँ आएर मनोरञ्जन लिइराख्नु भएको छ, देख्न सक्नुहुन्छ। हिँड्ने मान्छेहरू एकदमै धेरै हुनुहुन्छ।